जो व्यक्तिले एकादशीको व्रत गर्छ यो धरतीमा हेर्नु प्यारा भक्तजन, वर्षमा दुईटा मात्रै भए पनि एकादशीको व्रत गर्छ, हरिशयनी र हरिबोधनी। यदि एकादशीको व्रत गर्दो रहेछ, कुनै पनि शिवरात्रिको व्रत गर्छ, रामनवमीको व्रत गर्छ, कृष्णाष्टमीको व्रत गर्छ भने त्यो व्यक्ति मरे पछाडि प्रेत बन्दैन। के बन्दैन? प्रेत बन्दैन। कति फाइदा रहेछ हेर्नु।